हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई बिन्ताको मिनी ब्लगमा। आज 1:05 हुँदाखेरि म काम सिध्याएर रुम आएको थिएँ। रुम आइसकेपछि त केही बनाएर खानु पर्यो अनि लागि म छिटो मिठो जे हुन्छ त्यही बनाउनुपट्टि आलु बसाइदिए। आलु बसाइदिएपछि यतापट्टि म काँक्रा काटेर रेडी भइसके पछाडि चाहिँ मैले प्याज काटिसके पछाडि टमाटर काटिसके पछाडि चाहिँ मटर थियो भिजाएर राखेको, त्यो चना थियो, मटर भन्छ हलालाई, मटर हाल्दै मटर हालिसके पछाडि फेरि भुजिया हाले, थोरै बाँकी थियो। अनि यतापट्टि कुरमुरे थियो, त्यो पनि थोरै नै थियो, त्यो पनि हालिदिएँ। अनि त्यो हालिसके पछाडि चाहिँ बाँकी रह्यो चाउचाउ पनि हालिदिएँ मैले माथिबाट। चाउचाउ हालिसके पछाडि चाहिँ यो खोर्सानी थियो पकाएर राखेको खोर्सानी, त्यो पनि हालिदिएँ मैले। धेरै पिरो हुन्छ होला भनेर थोरै मात्रै हालेँ। अनि हालिसके पछाडि चाहिँ म लागेँ यतापट्टि यो चटपटेको के भन्छ यसलाई, त्यही बनाउनुपट्टि लाग्यो बुझ्नु तपाईँहरू। अनि आलु पाकिसकेको थियो, आलु पनि हाल्दै माथिबाट। अनि भुजा हालेँ मैले। भुजा हालिसके पछाडि चाहिँ यता बाँकी रहेको थियो जुन रेडी बनाएको थिएँ नि, त्यो सामान सबै एकै ठाउँ हालेँ। अनि हालेर चाहिँ फेरि यता मैले धनिया काटेर राखेको थिएँ, त्यो धनिया पनि हालिदिएँ। धनिया पनि हालिसके पछाडि चाहिँ कागतीको रस थियो, त्यो कागतीको रस पनि हालेँ। अनि हालिसके पछाडि चाहिँ म लाग्यो चलाउन। यति बनाइसकेपछि तपाईँहरूले बुझ्नुभयो होला कि बिन्दाले दिउँसो के खान आँटेको रहेछ भनेर। मलाई कस्तो भोक लागेर आइरहेको थियो। अनि चाउचाउको मसला हालेँ, थोरै नुन हालेँ। नुन हालिसके पछाडि मसँग थोरै अजिना थियो, त्यो अजिना पनि हालेँ। अनि अजिना हालिसकेपछि त्यो चटपटीमा हाल्ने त्यो लेदो बनाएको थिएँ नि, त्यो पनि हालिदिएँ। अनि त्यस पछाडि मलेर चाहिँ मेरो चटपटी रेडी भयो। अनि म बसेर खान थालेँ। मलाई लास्टै भोक लागिरहेको थियो साथीहरू। म आएर हातखुट्टा धोएर अनि लाग्यो खानातिर, गम्की खाएँ ल भनेर। अनि खान थालेँ सँगैसँग। अब नेपाल भए पो बसेर खाना बनाएको खाना बसेर खानु होइन, यो त नेपाल पनि होइन। उनीहरूले जे ल्याइदिएको हुन्छ त्यही बनाएर खानुपर्ने हुन्छ। त्यो पनि आज घरको मान्छेहरू चाहिँ सबै बाहिर गएको हुनाले गर्दाखेरि अनि मैले आफै केही बनाएर खा ल भनिराखेर गएको थियो म्यामले चाहिँ। अनि मैले छिटो मिठो जे हुन्छ त्यही बनाएर त खान्छु भनेर त यही चटपटे बनाउन सोचायो, यही चटपटे बनाएर खाइदिएँ। अनि मैले बनाउने रेसिपी चाहिँ, मैले बनाउने तरिका चाहिँ हेरिहाल्नुभयो होला तपाईँहरूले होइन साथीहरू। अनि तपाईँहरूलाई राम्रो लाग्छ भने मेरो भिडियो लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिन नबिर्सिनु होला ल। मलाई त्यति साह्रो बोल्न पनि आउँदैन, मैले बोल्नमा मिस्टेक गरेको रहेछु भने इग्नोर गरिदिनु होला। अनि साथीहरूलाई बोलाएर खानु त हुन्थ्यो कि, तर साथीहरू चाहिँ दिउँसोको 2:30 बजिसकेको थियो। अनि उनीहरूले खाना खाइसकेको होला भनेर चाहिँ बोलाइन। अनि बाँकी रहेको चटपटी चाहिँ मैले फ्रिजमा हालेर राखिदिएँ। ओसिसकेको थियो तै पनि भरेँ अनि छोडिदिएँ मैले। जति मलाई खान मन लाग्छ खाएँ। अनि गम खाएँ साथीहरू। साह्रै मिठो भएको थियो। मेरो हातको चाहिँ एकदमै मिठो हुन्छ है। अब तपाईँहरूलाई चखाउनु त हुन्थ्यो, अब टाढा हुनुहुन्छ तपाईँहरू होइन। अनि मैले सिध्याएर चाहिँ प्लेट खाली बनाएर चाहिँ तपाईँहरूलाई देखाएँ। मन परेछ भनेदेखि लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गर्न नबिर्सिनु होला भन्दै मैले चाहिँ बाई बाई।